यो एक हप्तामा मात्र सुनको मूल्य 8% घटेको छ। हेर्नु, केही समय थियो सुन योभन्दा फास्ट रेटले बढिरहेको थियो। त्यतिखेर के कारण थियो सुन बढ्नु र अहिले के रिजन भयो, देशमा त्यस्तो के भयो, संसारमा त्यस्तो के घटना घटेर सुनको मूल्य घटिरहेको छ, यो सबै कुरा म यो भिडियोमा भन्नेछु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। अब यो सुन बढ्नुको रिजन के थियो म यो हजुरहरुलाई भन्छु। हजुरहरुलाई लागिरहेको होला मान्छेले सुन किनेपछि त सुन बढ्छ, अब सुन बेचेपछि त सुन घट्छ। यति सरल चाहिँ छैन। यहाँ मान्छे होइन देशहरू सुन किन्ने दौडमा लागिरहेको छन्। हेर्नु, संसारभरि सुन ट्रेड हुने भनेको US डलरमा हो है। अब कुनै पनि देश शक्तिशाली छ भनेर कसरी थाहा हुन्छ भन्दाखेरि त्यो देशमा विदेशी मुद्राको कोष या फरेन एक्सचेन्ज रिजर्भ कति छ र सुनको रिजर्भ कति छ, यो कुराले त्यो देश कति पावरफुल हो भनेर जनाउँछ। अब यहाँ के सिचुएसन भन्दाखेरि मान्छेहरूलाई डलर प्रति विश्वासै उड्यो। अब सबले आफ्नो फरेन एक्सचेन्ज रिजर्भलाई खाली गरेर डलरलाई पुरै बेचेर या दिएर बाहिर पठाएर सुनहरू किनिरहेको छ। यो देशमा पहिलो नम्बरमा छ चाइना, त्यसपछि रसिया, त्यसपछि इन्डिया, पोल्यान्ड र धेरै लस्करे लाइन छ। अब एक्कासी मान्छेहरूको डलर प्रति विश्वास किन उड्यो त? यो देशहरूको डलर प्रति विश्वास किन उड्यो, यो सबै कुराहरू पनि मैले भन्ने छु हैन। अलि लामो हुनेछ मेरो भिडियो र अलि टेक्निकल हुनेछ। म जति सक्दो इजिएस्ट वेमा हजुरहरूलाई चाहिँ सम्झाउने कोसिस गर्नेछु। भिडियो चाहिँ प्लिज कहीँ पनि स्किप नगर्नु होला र लास्टसम्म हेर्दिनु होला। यो गोल्डको पछाडिको पोलिटिक्स बुझ्नको लागि सुरुमा हजुरले यो ग्राफ हेर्न सक्नुहुन्छ। संसारमा जब जब युद्ध भएको छ या कुनै पनि क्राइसिस रिसेसन हुन्छ नि, मन्दी आएको छ नि, त्यो बेला गोल्डको प्राइस अति तीव्र गतिमा बढिरहेको छ। अब हजुरलाई लाग्ला यो सुन या यो युद्धसँग कनेक्सन के छ, यो सुन र रिसेसन स्याङ्सनसँग कनेक्सन के छ, यो सबै कुरा बुझ्नको लागि हजुरहरू जानुपर्ने छ 1944 मा गरिएको एउटा सन्धि जसको नाम हो ब्रिटन वुड एग्रिमेन्ट। 1944 मा जब दोस्रो विश्वयुद्ध सकियो नि, संसारको धेरै देशहरू हुन्छ नि तहस नहस भइसकेको थियो। सोभियत युनियन, जापान, सारा युरोपको देशहरू खरानी भइसकेको थिए। तर त्यतिखेर एउटा देश अति नै पावरफुल थियो, त्यसको नाम हो युनाइटेड स्टेट अफ अमेरिका। त्यति बेला के कुरा भन्ने गरिन्छ भन्दाखेरि संसारको 70% सुन छ नि अमेरिकासँग मात्रै थियो अरे क्या। संसारमा 100 किलो सुन छ भनेपछि 70 किलो सुन अमेरिका इट्सेल्फ आफूसँग छ। हेर्नु, त्यही भएर अमेरिका थियो साह्रै नै पावरफुल। र यो पावरफुल हुनमा पनि अमेरिकाले कुनै राम्रो काम गरेको चाहिँ छैन। अमेरिकाले धेरैको रगत पनि बगाएको छ। सिम्पली ओल्ड वारमा अमेरिकाको काम भनेको दुईटा देशलाई उस्काउने अनि आफूले गन सप्लाई गर्ने, यही नै काम थियो हैन। 1944 मा ओल्ड वार सकिसकेपछि अब अमेरिकाले सबै देशलाई बोलाउँछ। अब उनीहरूलाई सिधै न त तिमीहरूसँग पैसा छ न त तिमीहरूसँग सुन छ हैन। त्यही भएर संसारभरि चल्नको लागि हामी एउटा करेन्सी बनाम जसको नाम हो डलर। र त्यो ब्रिटेन वुड एग्रिमेन्टमा अमेरिकाले एउटा के ग्यारेन्टी दियो भन्दाखेरि $35 बराबर 1 आउन्स सुन। यदि तिमीहरूसँग डलर छ भने चाहिँ तिमीहरू डलर लिएर आऊ, म तिमीहरूलाई सुन दिन्छु। यहाँ 1 आउन्स सुन भनेको 31 ग्राम सुन। र यो एग्रिमेन्टलाई संसारको हरेक देशले माने पनि, किनकि कुनै देशसँग केही अप्सन पनि थिएन। हो, यसै कारण भयो डलर संसारको सबसे स्ट्रङ्गेस्ट करेन्सी, ग्रीन करेन्सी र त्यसपछि आएर रिजर्भ करेन्सी। कुनै पनि देश पावरफुल छ भनेको के भयो, यसको रिजन के हो? जोसँग धेरै डलर छ त्यो कन्ट्री इज पावरफुल। किनकि डलर भनेको यहाँ के हो? सुन हो। सुन र डलर बराबर। मसँग डलर छ, मैले अमेरिकालाई दिएँ, उसले मलाई के दिन्छ? सुन दिन्छ। किनकि डलर केले ब्याक भएको छ? गोल्डबाट ब्याक भएको छ। त्यसपछि सब देशहरू सुन छोडेर आफ्नो तिजोरीमा डलर भर्न थाले। अब हामीहरू 1944 देखि 1971 मा जाम। अमेरिका त अमेरिका, हेर्नु आफ्नो रङ त एनी हाउ देखाइ नै हाल्छ। यहाँ अमेरिकाले के गर्यो भन्दा आफूसँग भएको सुनभन्दा बढी यिनीहरूले डलर प्रिन्ट गरे। अब यिनीहरूको के सोच भयो, सबै देश त एकैचोटि डलर लिएर त सुन लिन आउँदैन। यो सोचले यिनीहरूले के गर्यो, डलर प्रिन्ट गरे। चाहिने भन्दा धेरै डलर प्रिन्ट गरे। र यो डलर प्रिन्ट गर्नुको पनि एउटा रिजन छैन, यो म अर्को भिडियोमा भनौँला, किनकि फेरि भिडियो धेरै नै लामो हुन जान्छ। अमेरिकाले सोचेको भन्दा यहाँ भयो ठिक्क उल्टो। त्यतिखेर हुन्छ नि साउथ अफ्रिका धेरै ठाउँहरूमा सुनको खानीहरू भेटियो र सुन मार्केटमा पनि ओपनली ट्रेड हुन थाल्यो, त्यो पनि महँगो रेटमा। अनि त्यसपछि सुन महँगो रेटमा मार्केटमा ट्रेड हुन थालेपछि मान्छेहरूले के गरे, सबैले डलर लिएर गएर सुन साट्नतिर गए। तर अमेरिकासँग त्यो लेभलको सुन छैन। त्यसपछि अमेरिकाले गर्यो हात खडा, मसँग सुन छैन, हामीबाट गल्ती भयो, अब म तिमीहरूलाई केही पनि दिन सक्दैन। जोसँग डलर छ त्यही नै रिजर्भ करेन्सी बनाऊ, त्यही नै राख, म चाहिँ सुन दिन सक्दैन। र यतिखेर अमेरिकाको प्रेसिडेन्ट थिए रिचार्ड निक्सन हैन। र यो टाइमलाई चाहिने हुन्छ नि, यो पिरियडलाई निक्सन सक पनि भन्ने गरिन्छ। अब यो सक भनेको झड्का है। यो सक किन भन्ने गरिन्छ भन्दाखेरि यतिखेर हुन्छ नि सारा देशहरूले नराम्रोसँग झड्का पाएकै हो। यो भनेको सिम्पल के भन्दाखेरि मान मैले 100 जनालाई चेक काटेर दिएँ, भोलिको दिन उनीहरू ब्याङ्कमा जान्छन् नि, मेरो खातामा पैसै छैन के, र म दिन्न पनि भनिरहेको छु र मेरो खाता पैसा पनि छैन, अनि हुँदैन त झड्का हो। यो झड्का हाम्रो हजुरबाबुहरूले पाएको झड्का हो। किनकि 1971 भनेको हेर्नुहुन्छ भने चाहिँ कति भयो, 40, 50, 55 वर्ष अगाडि हो हैन। हो, यतिखेर हाम्रो हजुरबाबुले भन्थे नि सुन भनेको चाहिँ नि हुन्छ नि बहुत राम्रो ऊ हो, असेट्स हो, हुन्छ नि। अब सुन भनेको बहुत स्टेबल करेन्सी हो। बरु अब यो पैसा जैसा नोट सोट छोड, सुनमा बढी इन्भेस्ट गर भन्नु खोजेको मेन रिजनै यही हो के हो। यसपछि के पो थाहा छ, सारा देशहरूले हुन्छ नि डलर प्रति विश्वास उडेर सबले सुनलाई रिजर्भ गर्न थाले, गोल्ड रिजर्भ गर्न थाले। हेर्न
सक्नुहुन्छ 1970 देखि 2024 सम्म सुनको प्राइस कसरी बढिरहेको छ क्या। इनकेस यो घटना नभएको भइदिएको भए अहिले पनि सुन धेरै नै सस्तो हुन्थ्यो हैन। यही कारणले गर्दाखेरि सुन महँगो भएको र अहिले जुन रिसेन्टली महँगो पनि यो रिजन फरक छ हैन। यो म एकछिनमा भन्छु हजुरलाई, म त्यहाँसम्म आइपुगेको छैन अझै। अहिले यो जुन 1 महिना अगाडि जुन स्पिडमा सुन बढ्यो नि हैन, यो बढ्नुको रिजन के थियो अब म भन्छु हजुरलाई। हेर्नु 1971 देखि 2024 सम्म हजुरले हेर्नुहुन्छ भनेपछि नि त्यो 4वटा इन्सिडेन्टमा सुनको प्राइस लास्टै हाई रेटले बढिरहेको छ, जुन अहिले बढिरहेको थियो नि हो यस्तो हाई रेटले 81 पिक्लेको हामीले देख्न सक्छौँ। यो 4वटा इन्सिडेन्ट के थियो भन्दाखेरि फर्स्टमा छ गल्फ वार, त्यसपछि हजुरले देख्न सक्नुहुन्छ इरान वार, अनि 9/11 को जुन युएसएमा भएको थियो एट्याक, र त्यसपछि आएर 2008 को फाइनेन्शियल क्राइसिस। यो वार र क्राइसिस भएको बेला हुन्छ नि मान्छेहरूलाई यो करेन्सी भन्ने मतलब हुँदैन कि सब के गर्न थाल्छन् गोल्डलाई रिजर्भ गर्न थाल्छन्। हो यो टाइममा के भएको थियो जब देशहरू गोल्डलाई रिजर्भ गर्न थाल्छन् नि डलर छोडेर, यो टाइममा जहिले पनि डलर के हुन्छ गोल्ड के हुन्छ लास्टै पिकमा हुन्छ, लास्ट प्राइस बढ्छ। र अहिले हाम्रो यो संसारको सिचुएसन के भइरहेको छ हजुरले नाम सुन्नुभएको होला ब्रिक्स इकोनोमी भनेर। ब्रिक्स भनेको बीबाट ब्राजिल, इन्डिया, रसिया, त्यसपछि साउथ अफ्रिका, अनि त्यसपछि आएर ब्राजिल। यो छन् नि हो यो 5वटा देशको इकोनोमी भनेको संसारको 40% इकोनोमी हो। यिनीहरूले अहिले जति सक्दो गोल्डलाई रिजर्भ गर्न खोजिरहेको छ, किनकि अमेरिकाको यो जुन अहिले अमेरिकाले जुन यो विवाद गरिरहेको छ नि, कहिले एउटा देशलाई स्याङ्सन कहिले अर्को देशलाई स्याङ्सन, अस्ति रसियालाई स्विफ्टदेखि हटाइदियो, यति धेरै ट्यारिफ लगाइरहेको छ इन्डियालाई, त्यसपछि आएर अर्को ट्यारिफ लगाइरहेको छ चाइनालाई, हुन्छ नि यिनीहरूले ट्रेड गर्न लास्टै गाह्रो बनाइदिसक्यो। अब यिनीहरू आफ्नो करेन्सी निकाल्ने चर्खरमा छन्, त्यसको लागि यिनीहरूले के गरे गोल्डलाई लास्टै रिजर्भ गरे। हजुर हेर्न सक्नुहुन्छ इन्डियाले अहिले यो रिसेन्टली 1 वर्षमा कति गोल्ड रिजर्भ गरेको छ पहिला भन्दा। त्यस्तै गरी हजुरहरूले रसियालाई हेर्न सक्नुहुन्छ, चाइनालाई हेर्न सक्नुहुन्छ, र अहिले चाइनामा मान्छेहरूले पनि गोल्ड किन्न सुरु गरिसके क्या। पहिला मान्छेहरूमा त्यति गोल्ड फेमस थिएन, किनकि साङ्घाई कम्पोजिट भनेको जस्तो हाम्रो नेप्से हुन्छ नि हो त्यस्तै साङ्घाई कम्पोजिटको हजुरले रिटर्न हेर्नुहुन्छ भने चाहिँ इयरली 17% को रिटर्न छ। हाम्रो नेप्से त धेरै हाईमा छ हैन। हो मान्छेलाई के भन्दाखेरि अब यो स्टक सेयरहरू भन्दा पनि गोल्ड चाहिँ अलि राम्रो कम्युनिटी लाग्न थालिसक्यो क्या। हो त्यही भएर उनीहरू पनि गोल्डमा ट्रेड गर्न थालिसके। र अर्को कुरा के छ भन्दाखेरि कहिले पहिला के हुन्थ्यो गोल्ड हुन्थ्यो नि यो डिजिटली बिक्ने बेला गोल्ड चाहिन्थेन कि। जस्तै मैले डिजिटली गोल्ड किने, अनलाइन गोल्ड किने, अब मैले अनलाइन गोल्ड किन्दाखेरि के हुन्छ मैले पैसा तिर्छु मसँग गोल्ड हुन्छ, त्यो के हुन्छ डिजिटल फर्ममा हुन्छ के, रियल फर्ममा हुँदैन। र अहिले के म्यान्डेटरी भयो भन्दाखेरि इनकेस मैले डिजिटल गोल्ड किने कोहीबाट 1 किलो भनेपछि त्यो 1 किलो गोल्ड त्यो कम्पनीले राख्नै पर्यो क्या। अनि र गोल्ड अहिले फ्युचर मार्केटमा पनि ट्रेड भइरहेको छ। अब फ्युचर मार्केट भनेको हुन्छ नि अहिले यहाँ डिस्कस त गर्न सकिँदैन हो। यो रिजनले गर्दाखेरि गोल्डको प्राइस लास्टै 81 बढ्दियो, यो अमेरिकाले गर्दा नै बढेको होइन। र त्यसपछि अहिले किन घटिरहेको छ त फेरि हो यो घट्नुको अर्को रिजन के छ भन्दाखेरि अर्को के भन्छ मेन रिजन के भन्दाखेरि अहिले चाहिँ नि कुरा मिल्ला जस्तो छ, चाइना र अमेरिकाको अहिले कुरा मिल्ला जस्तो छ, स्याङ्सन हट्ला जस्तो छ। अब स्याङ्सन हट्ने बित्तिकै के हुने भयो, स्याङ्सन हट्ने बित्तिकै डलर पावरफुल हुने भयो। हेर्नु डलर जब पावरफुल हुन्छ नि त्यतिखेर जहिले पनि सुनको प्राइस घट्छ, किन भन्दा डलर अब सुन ट्रेड हुने भनेको डलरमा हो। डलर पावरफुल भइसकेपछि के हुन्छ मान्छेहरूले इन्भेस्ट गर्दैनन् क्या गोल्डमा, यसरी गोल्डको डिमान्ड कम भएर गोल्डको प्राइस घट्ने हो। अहिले यो कुरा चलिरहेछ। अब म एज पर माई थट होइन, म के भन्छु भन्दाखेरि जति सक्दो हजुरहरूले गोल्डलाई होल्ड गर्नुहोस्, गोल्ड नबेच्नुहोस्, किनकि अब अमेरिकाको अति पनि भइसक्यो। यो ब्रिक्स इकोनोमी भनेको सानो सोच्नु भएको होला, वर्ल्डको 40% इकोनोमी चाहिँ यिनीहरू देशहरूसँग छ क्या। अमेरिकाले एक्लै केही पनि गर्न सक्दैन। र ट्रम्पको जुन अहिले जस्तो बिहेभियर छ नि ट्रम्पको अति नै खतमै बिहेभियर छ क्या सबै देशको लागि लिएर, र मान्छेको ट्रस्ट पनि उडिरहेको छ। र यो 4वटा देश मात्र होइन, पोल्यान्ड, त्यसपछि सेल्स रिपब्लिक, कोही सब अहिले गोल्डको रेसमा लागिरहेको छन् होइन, गोल्ड ऱ्यालीमा लागिरहेको छन्। त्यही भएर गोल्डको प्राइस फ्युचरमा बढ्छ। यो कहिलेकाहीँ घट्छ अभियसली, किनकि स्पेकुलेसन पनि धेरै हुन्छ गोल्डमा हुन्छ नि, मार्केटमा ट्रेडरहरू पनि धेरै बसिरहेको छन्, यिनीहरूले अलिअलि त फ्लक्चुएट गर्छन् है। अनि त्यसपछि लास्टमा फाइनली गएर गोल्डको प्राइस चाहिँ नै मेरो हिसाबले बढ्ने नै हो। त्यही भएर गोल्ड जति सक्दो होल्ड गर्नु होला। र यस्तै भिडियो हजुरलाई चाहिन्छ भनेपछि प्लिज मेरो यो टिकटक पेजलाई फलो गरिदिनु होला, मेरो युट्युबमा राख्नु भएको छ भने चाहिँ मेरो युट्युब च्यानल कर्किरोलाई पनि फलो गरिदिनु होला। र यस्तै खाले भिडियो लिएर म फेरि उपस्थित हुनेछु। धन्यवाद।